जरिवाना चाहिँ हुन्छ है जरिवाना काटेर जानु हैन सर यहाँबाट जानु भने छोड्दिनु न त हेलो वेलकम ब्याक टु माई युट्युब च्यानलमा तपाईँहरूलाई स्वागत छ। होप तपाईँहरू सन्चै हुनुहुन्छ होला भन्दै म सन्चै छु भन्दै चाहिँ न्यू डे न्यू ब्लग लिएर आइसकेको छु तपाईँहरूको साथमा। होइन आजको भिडियो के कस्तो बन्छ गाइजहरू देखाउने छु भन्ने आजको भिडियो चाहिँ होस् अरू दिनभन्दा राम्रै बन्छ होला भन्ने मलाई चाहिँ आश लागेको छ। होइन त्यही पनि कस्तो बन्छ गाइजहरू हेर्नुभयो होइन च्यानलमा नयाँ हुनु नबिर्सिनु होला। अन्त आजको भिडियो चाहिँ दामी बन्ने छ गाइजहरू हेर्नुको राम्रो छ। यहाँबाट जानु भने छोड्दिनु न यहाँबाट जानु भने उतै हजुर के भयो सर हजुर के भयो हजुरको लेन हजुर लेन क्रस यो लेन क्रस गरेर आउन मिल्दैन नि सर है। यो जुन यो 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 सेतो रेखा देख्नुभयो यो सेतो रेखामा जुनबाट आउनु भएको थियो त्यतिबाट आएको भए हुन्थ्यो बिचबाट यसरी क्रस गर्नुभयो यसलाई चाहिँ लेन क्रस मान्छ है। लेन क्रस मान्छ यसमा चाहिँ फर्स्टचोटि 500 जरिवाना हुन्छ सेकेन्डचोटि पटक्कै हुन्छ यसमा बुझ्नुभयो क्लास पनि हुन्छ। भोलि त हुँदैन नि यहाँ भोलि हुँदैन नागरिक छ हजुर नागरिक चलाउनु छैन नि सर नागरिक छ भने यहाँ गर्नुहोस् होइन भने डकुमेन्ट देखाउनु होइन सर अब कस्तो हुँदैन कि फ्लाइट हो कि फ्लाइट हजुर फ्लाइट छ क्या उसको फ्लाइट भयो भने यो त 1 सेकेन्डमा हुने काम हो नि त ढिलाको हुँदैन नि त ढिला हुँदैन छोडिदिनु न सर एकचोटिलाई माफ गरिदिनु भयो त छैन उ गर हजुर नागरिक खोल्नु न लाइसेन्स बिल पनि छैन केही पनि हजुर रुममै छ क्या रुममा छ क्या लाइसेन्स स्कुटर यता ल्याउनु हजुर स्कुटर यता राख्नु सर छोडिदिनु न क्या यार जानु पनि मान्छे पुऱ्याउनु मिल्दैन सर त्यो छाड्न मिल्दैन है हजुर हजुर त्यो नागरिकमै देखाउँछ है सर सर गरिदिनु न हुँदैन सर म सक्दिनँ टाढा हो क्या मेरो सर त्यो दिदीको फ्लाइट हो कि मैले लाइसेन्स बिल पनि मेरो रुम टाढा हो भक्तपुर होइन नागरिक पनि छैन तपाईँको होइन छोडिदिनु एकचोटिलाई माफ गरिदिनु लाइसेन्स बिल त तिम्रो अब छ कि छैन के थाहा छ सर फोटो त छ कि सर देखाउनु त फोटो होला नि त नागरिक एपमा चाहिँ फोटो छ होइन तपाईँको नागरिक एप छैन मसँग होइन फ्लाइट हो दिदीको होइन त्यही भएर हेर्नु त पऱ्यो नि त भाइ होइन छ सर लाइसेन्स छ लाइसेन्स बिल छ फ्लाइट हो कि त त्यही भएर जानु ठिक छ त्यसो गरेर तर डकुमेन्ट देखाउ न हुन्छ अब त्यस्तो गल्ती हुँदैन मलाई पनि थाहा भएन कि एक्ज्याक्टली थाहा भएन म हतारमा त्यो फ्लाइट थियो बिल बुक हेर्नु सर यो होइन युग्राई हो घर पास्तर हो होइन बिल बुक यो भइहाल्यो यो बन्द गरेर हजुर यो बन्द गरेर त्यो बन्द गर न पहिला हो र जानुपर्छ नि अहिले तपाईँ खोइ के थरी भन्नु राई हो विश्वकर्मा भइहाल्छ नि
छ त्यस्तो भन्दाखेरि होइन कतिपय मान्छेलाई इरिटेट लाग्छ जस्तो लाग्छ है कस्तो भनेर कतिपय मान्छेले डाइरेक्ट कामी भन्छ नि त रिसाउनु पर्ने जरुरतै छैन नि त्यसमा होइन त अब जसकोलाई त्यस्तै भन्यो भने उल्टा तपाईँले विश्वकर्मा भन्नुभयो भने चाहिँ प्रायः मान्छेलाई थाहा हुँदैन नि फेरि त्यही भएर मैले थाहा चाहिँ जाने त्यही कामै भन्ने सोच्छु होइन म त थाहा पाउँछु फेरि विश्वकर्मा साथीहरू छ मेरो त्यस्तो लाग्छ एकदम मिठो छ क्या छोरी सानो छ त्यही मिठो लाग्छ क्या यहाँ सुन्नु न के सोच्नु भयो होला तपाईँले होइन यो राई त लास्टै फटा रहेछ इरिटेट पुरा गऱ्यो भनेर होइन आँखै मेरो ह्याङ गरिदियो भनेर त्यस्तो भनेको छैन त्यस्तो सोच्नु भएन सोच्नु भयो होला सोचेन नसोच्नु तातो कति हजुर भइहाल्छ नि हुन्थ्यो कि अर्को चोटि ल हुन्छ अन्त आउनुहुन्छ त नि जहिले पनि भन्नु मात्रै न भन्नु मात्रै न नआउने कुरा हुन्छ म साथी बनाउनु है भाइ हजुर नम्बर किसको गाडी